प्रभुको महिमा भएको होस् अनि आजको हाम्रो विशेष हाम्रो यो विवाहको हाम्रो सेवा गर्न योग्य परमेश्वरको दास गुरुबाले जुन वचन दिनुभएको छ यी सबै कुराले हाम्रो मन छुएको छ आमेन हुन्छ। अब हामी विशेष गरी आजको यस विवाहको यो अब हाम्रो कार्यविधितिर हामी जानेछौँ अनि यसको लागि म अगाडि जानेछु र बाइबलमा भन्दछ। बाइबलमा जब हामी उत्पत्तिको पुस्तकमा 2:18 देख्छौँ, मानिस एक्लो रहन सक्दैन, त्यसै कारणले उसको लागि एउटा सुयोग्य मैले जीवनसाथी म जुटाइदिनेछु। आमेन। परमेश्वरले सबैभन्दा पहिले आदम सृष्टि गर्नुभयो अनि आदम एक्लो रहन सक्दैन भने परमेश्वरले आदमको कर्णबाट एउटा निकालेर त्यस ठाउँमा मासु भरेर परमेश्वरले उहाँको निम्ति एउटा सुयोग्य एउटा जीवनसाथी जुटाइदिनु जो एउटा हब्बा हो। र अर्को कुरा हामी उत्पत्ति 2:24 देख्यौँ भने अनि त्यो जोडिएको व्यक्तिले यसै कारणले आफ्नो आमा बाबाले छोडेर आफ्नो स्वास्थ्यसँग मिलिरहन्छ। आमेन। त्यस कारण किनभने परमेश्वरको एउटा वचनमा त्यस कारणले अनि आज हाम्रो बिचमा म अब समय हाम्रो सकिन आँटिसकेको छ, त्यस कारण म सरस जानेछु। आज हाम्रो बिचमा तपाईँहरू शान्त गरी बसिदिनु होला। हाम्रो बिचमा आज नेपाली क्रिस्चियन चर्च मण्डलीको स्थानीय धर्मगुरु अथवा पास्टर भएको हैसियतले म आजको यस विवाहको सेवाका सुरु गर्नको लागि म अगाडि बढिरहेको छु र हाम्रो बिचमा सम्मान्य रेभरेन्ड पास्टर गुरुबा चेतबहादुर खरेल अनि गुरुआमा हुनुहुन्छ, साथै सम्पूर्ण हाम्रो मण्डली कमिटी एल्डर डेकन्जीहरू अनि सम्पूर्ण मण्डली परिवारमा म यो सम्बोधन गर्न चाहन्छु। आज हाम्रो बिचमा परमेश्वरको उपस्थितिमा र तपाईँको उपस्थितिमा तपाईँ गवाईको रूपमा हुनुहुन्छ। हाम्रो यहाँ मानबहादुर तामाङ र कृष्णमाया तामाङको छोरी नानुमाया तामाङ हेब्रोन मण्डलीका परिवार हुनुहुन्छ, सदस्य हुनुहुन्छ। त्यसै गरी अमृत बहादुर कुमाल र रणबहादुर कुमाल तपाईँ रणमाया कुमाल है, रणमाया कुमालका छोरा उहाँ विक्रम अथवा पाल कुमाल हुनुहुन्छ। उहाँहरूको बिचमा यस पवित्र सेवाकाय अथवा पवित्र विवाहको सेवाको भइरहेको छ र यस क्षेत्रमा यो विवाहको काम सञ्चालन गर्नुभन्दा पहिले र यो उहाँ गर्नुभन्दा पहिले उहाँसम्म के कुरा भन्न चाहन्छु। उहाँहरूको बिचमा हाम्रो गएको हप्तामा मगनी हाम्रो चर्च सर्भिस भएको थियो र हामी 1 हप्तासम्म हामी हेऱ्यौँ। त्यसको अध्ययन गर्दाखेरि उहाँहरूको बिचमा कुनै प्रश्न रहेको छैन र म सम्पूर्ण मण्डली परिवारलाई भन्न चाहन्छु, यदि हाम्रो भाइ विक्रम कुमाल अथवा पावल कुमाल र नानुमाया कुमाल बिच पवित्र विवाह हुन सक्दैन भने तपाईँहरूको बिचमा कुनै प्रमाण छ भने म तपाईँहरू सम्पूर्ण मण्डली परिवारलाई सोध्न चाहन्छु। शान्त भए सुनिदिनु होला, बुझ्नुभयो? यदि हाम्रो भाइ पावल श्रेष्ठ अथवा पावल हाम्रो कुमाल अथवा हाम्रो बहिनी नानुमाया तामाङ बिच यस नेपाली क्रिस्चियन मण्डली परिवारमा पवित्र विवाह हुन सक्दैन भने तपाईँहरूको कुनै राय कुनै तपाईँको त्यस पोइन्टहरू छ भने तपाईँले त्यो पुरा भनेर मात्र हुँदैन, पुरा प्रुफसहित तपाईँले भन्नुपर्नेछ यो कारण हुन सक्दैन भने तपाईँले त्यो भन्नु। म तपाईँलाई केही समय दिनेछु। छैन भने आज जसरी यस मण्डली पवित्र विवाहको सेवाको लागि सम्पूर्ण मण्डली परिवार चुपचाप बसेर उहाँहरूको विरुद्धमा कुनै कामहरू अथवा टिका टिप्पणी नभएको कारणले गर्दाखेरि आगामी दिनहरूमा पनि उहाँहरूको दम्पति जीवनमा कुनै प्रकारको टिका टिप्पणी नगरिकन आत्मिक एकतामा प्रेममा विश्वासमा एउटा परिवारको रूपमा उहाँलाई सहयोग गरेर उठाइदिनको लागि म तपाईँ अनुरोध गर्न चाहन्छु। आमेन। हुन्छ। अब त्यसो भए अब हामी हेर्दै जाउँ। अब हाम्रो भाइ आज एकदम उहाँले जस्तो हतार त कसैले भएको छैन आज है। उहाँले जस्तो हतार कहिले भएको, कतिले छिटो मेरो जीवनसाथी बनौँ भनेर होइन। त्यस कारण गर्दाखेरि भाइ विक्रम को साथी हुनुहुन्छ अनि विक्रम तपाईँको गार्जियनहरू को हुनुहुन्छ? को भन्नुहोस् त, उठिदिनुहोस् त्यहीँबाट। उमेश भाइ। अनि केटी पक्षको ल हाम्रो केटा पक्षको हाम्रो भाइ उमेश हाम्रो मण्डलीको एउटा एल्डर पनि हुनुहुन्छ र केटी पक्षको हाम्रो बहिनी हाम्रो मिना बहिनी हुनुहुन्छ। उहाँ चाहिँ गार्जियन हुनुहुन्छ। त्यस कारणले उहाँले एउटा कन्यादान जस्तै है आजबाट हाम्रो छोरी हामी तपाईँले दिन हामी तयार छौँ भनेर उहाँले अग्रज एउटा अगुवाको भूमिका अथवा आफ्नो गार्जियनको भूमिका खेल्नु भएको छ। तपाईँहरू तयार हुनुहुन्छ हो बहिनी मिना है? र हुन्छ एकपल्ट 2टा कुर्सी पनि राखिदेऊ न हाम्रो उहाँहरूको गार्जियनको निम्ति। उमेश भाइ अनि हाम्रो बहिनी मिना यतातिर एकछिन त्यो साइडमा उतै राखिदिउँ।
र हुन्छ त्यसो भए दया गरी तपाईँहरू उठिदिनु होला भाइ दुवै सबैजना तपाईँ उठिदिनुहोस् बहिनी पनि उठिदिनुहोस् सबैजना त्यस कारणले आज तपाईँहरू सम्पूर्ण मण्डली परिवार आज गवाईको रूपमा हुनुहुन्छ हाम्रो केटी पक्षको हाम्रो उहाँको गार्जियन बहिनी मिना तामाङ अनि केटा पक्षको हाम्रो गार्जियन हुनुहुन्छ हाम्रो भाइ उमेश कुमार आज उहाँहरूको आफ्नो छोरा र छोरीको अनि पवित्र विवाहित मण्डलीमा हुँदैछ र केटी पक्ष तपाईँहरू आफ्नो छोरीलाई अनि यो केटा पक्ष तपाईँहरू दिन तयार हुनुहुन्छ राजी हुनुहुन्छ तयार हुनुहुन्छ अनि हाम्रो केटा पक्ष पनि तपाईँहरू तयार हुनुहुन्छ उता केटी पक्ष ग्रहण गर्नको लागि आफ्नो बुहारी बनाउनको लागि तयार हुनुहुन्छ तयार छौँ गुड आमेन र त्यस कारणले गर्दाखेरि हुन्छ उहाँहरू सबै आफ्नो सबै कुरामा तयार हुनुभएको छ र अब हामी अर्कोतिर जान्छौँ त्यस कारण यदि तयार हुन्छ भने अब हामी छिटो जानेछौँ आज एकपल्ट तपाईँहरूले अब केटी पछिको आमा त गार्जियनले केटीको हात समातेर केटाको पछिमा राखिदिने आजबाट हाम्रो छोरी हामीसँग थियो आजदेखि चाहिँ यो तपाईँको हाततिर तपाईँकोमा जानेछ भनेर तपाईँले उहाँको हात समातेर उहाँको हातमा राखिदिनुहोस् त्यहाँ राख्नुहोस् यसो गरेर यसो भन्नुहोस् हात यसो थाप्नुहोस् न ल किन लजाउने ओहो राम्रो काम लजाउने ल यसो गर्ने चाहिँ ल हात यसो ल हुन्छ आजबाट हामी तपाईँले हाम्रो छोरी तपाईँ बाबुलाई होइन जीवन साथीको रूपमा हामी दिँदैछौँ भने तपाईँले भन्नु पऱ्यो सबैलाई जय मसी आजको दिनमा अब यो बहिनीको हात चाहिँ म अब भाइलाई सुम्पिँदैछु र खुसी रहनु होला हजुर है ल हुन्छ ल धन्यवाद ल त्यसो भए ल बस्नु ल हुन्छ एकछिन त्यसो भए अब यो काम पुरा गर्नको लागि अनि तपाईँहरूको बिचमा के अरे चिनो साट केही छ कि छ के छ औँठी छ त्यसो भए हेरौँ न अब हामी सबै हेर्न चाहन्छौँ के नदेखाउने चिज हो कि के हो ल ल खोइ त्यो दिनुहोस् त मलाई ल हुन्छ ल परमेश्वर धन्यवाद यहाँ उहाँहरूको बिचमा उहाँ एकदम राम्रो सुनौलो यहाँ औँठी छ यो औँठीको लागि हामी पहिले प्रार्थना गर्नेछौँ त्यहाँबाट हामी वाचमन्दिर जानेछौँ है आमेन र तपाईँहरू पछाडि नउठिदिन्छ अलरेडी ल हुन्छ परमेश्वर धन्यवाद उहाँहरूले आफ्नो औँठी स्वरूप आफ्नो जीवन साथी को निम्ति एकअर्कामा प्रतिज्ञा बाँध्नको निम्ति उहाँले यो एउटा औँठी ल्याउनु भएको छ यो औँठी एउटा सुन एउटा पवित्रता पनि यसले प्रयुक्त गर्छ यो औँठीको यसको सुरुवात र अन्त्य पनि छैन त्यसकारणले एउटा गोलो छ त्यसकारणले यो औँठीको जुन प्रकारको एउटा गोलाइकार छ अनि यसको सुरुवात पनि छैन तर यसको निरन्तरता छ त्यसकारणले हामी यस औँठीलाई यस प्रकारले प्रार्थना गरिन्छ कि प्रभु यो औँठीले जुन प्रकारको एउटा प्रयुक्त गर्छ उहाँहरूको जीवन पनि कहिले नटुङ्गिकोस् कहिले बिचमा नरोकियोस् भनेर हामी यो विशेष गरी यो औँठीको लागि हामी प्रार्थना गर्नेछौँ आमेन र हाम्रो भाइले बहिनीको बायाँ हातको कुन चाहिँ औँलामा बायाँ हातको साइले जेठी माइली साइले होला है होइन बिहे गर्नेले भन्नुहोस् न हो सर गर्नुहोस् न गुड र तपाईँले त्यहाँ लगाइदिनुहोस् ल अब तपाईँले गुड अब तपाईँले उहाँको बायाँ हातको साइले औँलामा तपाईँ लगाइदिनुहोस् हात समाति राख्नुहोस् ल हात समाति राख्नु न नलजाउनु न टेरिका लजाउनु कुरा यस्तो राम्रो कुरामा नि ल आजबाट उहाँहरू यो औँठी साटबाट उहाँहरू पतिको रूपमा उहाँ एउटा समेत पुग्नुभएको छ त्यस कारणले अब तपाईँले के गर्नुहोस् भने अनि एकपल्ट घुम्टो खोलिदिनुहोस् ल आजबाट तिमी मेरो जीवन साथी भने माथि घुम्टो माथि फर्काइदिनुहोस् ल छिटो खोलिदिनु न ल अब एकछिन अलि वरपर नजिक यता आउने हुन्छ फेरि अब तपाईँ हात समाति राख्नुहोस्
ल भाइलाई म भन्नु भाइ एउटा माइक दिनुहोस् भाइलाई ल हाम्रो भाइ र बहिनीले यो विवाह कुनै करकापले डरले रहरले त गर्नुभएको होइन नि होइन बहिनी होइन है त्यस कारणले गर्दाखेरि म तपाईँलाई एउटा करार बन्द लाउँछु भाइ हाम्रो विक्रम भाइ तपाईँ म सँगसँगै भन्नुहोस् म मेरो आजको दिनबाट म मेरो जीवन साथी नानु तामाङलाई दुःखमा सुखमा रोगमा निरोगमा भरिपूर्णमा अथवा अभावमा कुनै पनि अवस्थामा म मेरो जीवन साथीलाई छोड्ने छैन म उसलाई माया गर्नेछु कुनै पनि कुराले मलाई त्याग्ने छैन र कुनै पनि कुरामा दबावमा परेर म मेरो जीवन साथी नानुलाई म मेरो जीवनबाट अलग गर्न दिने छैन प्रभु यीशु म तपाईँलाई धन्यवाद चढाउँछु यस कारणले सारा हृदयले सारा प्राणले सारा समशक्तिले तपाईँलाई प्रेम गरे जस्तै म मेरो जीवन साथी नानुलाई जीवनभरि माया गर्नेछु कुनै पनि कुराले न मृत्युले कुनै पनि एउटा अभावले हाम्रो जीवनलाई छुटाउन पाउने छैन आशीष माग्छु प्रभु यीशुको नाममा आमेन र बहिनीलाई तपाईँले भन्नुहोस् कि तपाईँ चाहिँ नभन्ने है ल भन्नुहोस् ल म आजको दिनबाट अलिक नजिक म आजको दिनबाट म मेरो जीवन साथी मेरो श्रीमानलाई सारा दुःखमा सुखमा भरिपूर्णमा र अभावमा म कुनै पनि रीतिले म मेरो श्रीमानलाई त्याग्ने छुइनँ म तपाईँको समीपमा आउँदछु म जुन प्रकारले आज हामी बेग्ली थियौँ दुईलाई एक बनाउनु भयो अब हामी कहिले पनि छुट्ने छैनौँ आशीष माग्छु प्रभु यीशुको नाममा आमेन हुन्छ त्यस कारण हुन्छ उहाँले आफ्नो करार पनि बाँधिसक्नु भएको छ त्यस कारणले गर्दाखेरि आउनुहोस् अब हामी उहाँलाई एकपल्ट तपाईँ शान्त बस्दिनु होला सम्पूर्ण मण्डली परिवार नेपाली इसाई मण्डली क्रिस्चियन सम्पूर्ण नेपाली इसाई मण्डलीका सम्पूर्ण अग्रजहरू हाम्रो आदरणीय सामान्य हाम्रो पास्टर गुरुबा चेतबार गुरुबा अनि गुरुआमा मण्डली कमिटी एल्डर डिकन सम्पूर्ण मण्डली परिवार आज स्थानीय नेपाली भाषा मण्डलीको एउटा धर्म गुरु भएको हैसियतले आज भाइ विक्रम कुमार अथवा पाल कुमार र हाम्रो बहिनी नानु तामाङ बीच आज उहाँहरू विवाह बन्धनमा बाँधिएको र उहाँ परिवारमा भएको म घोषणा गर्दछु आमेन हुन्छ हामी सबै साथ दिउँ हुन्छ अब उहाँलाई एकपटक दुवैजना तपाईँको हातमा बाइबल खोइ कहाँ छ बाइबल दिनुहोस् बाइबल कहाँ छ एउटा हातमा दिनुहोस् र दुईजनै अब एकछिन तपाईँ घोडा टेक्नुपर्छ है टेक्नुहोस् न घोडा टेक्नुहोस् दुईजनै एकछिन अलिअलि मैला भएर के हुँदैन लन्ड्री प्रशस्त छ है ल हुन्छ अनि हाम्रो आदरणीय सम्मान्य हाम्रो गुरुबा हजुर यता आइसिस् न अलिक पछाडि गरौँ यो कुर्सीलाई अलिक कता हटाउँ अझ अलिक अगाडि यता आउनुहोस् न अलिक अगाडि यता आउनुहोस् हामी उहाँको लागि हामी आशिष मागिदिनेछौँ अनि उहाँहरूको लागि हामी प्रार्थना गर्नेछौँ गुरुबाहरू लिड गरिसिस् म अन्तिममा प्रार्थना गर्छु
हे स्वर्गमा विराजमान हुनुहुने परम प्रभु परमेश्वर पवित्र आत्मा येशू ख्रीष्ट, तपाईँ हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ। तपाईले हजारौं वर्ष पहिला मानिसहरूलाई एक्लो नरहनको लागि जोडी तयारी गर्नुभयो र आज यसै घडी बाबु र नानीलाई एउटा सुहाउँदो जोडी तपाईको आराधना गर्नलाई, तपाईको प्रशंसा गर्नलाई, तपाईको राज्यको घोषणा गर्नलाई तयारी गर्नुभएको छ। र आजको विवाह आत्मा र सत्यतामा दाबी गर्छौं, जुन आजको वचन अनुसार करार अनुसार र यसै मण्डलीका आदरणीय पास्टर अगम लिम्बूद्वारा जुन र मण्डलीको अगुवाहरूको रोबारमा, मण्डलीको परिवारमा प्रभु जुन प्रतिज्ञा साथ आज करार बाँधिएको छ, यो करार अब यो पार्थिव शरीर नढलेसम्म, तपाईको दोस्रो आगमन नभएसम्म यो परिवारलाई मृत्युले, रोगले, शैतानले, पापले छुटाउन नसकोस्। प्रभु येशू प्रभुको नाममा आमेन। स्वर्गमा अति विराज परमप्रभु परमेश्वर पिता जीवी जीवात्मान परमेश्वर अब्राहम इसहाक याकूबको परमेश्वर पिता पुत्र पवित्र परमेश्वर धन्यवाद चढाउँछौँ। हामी यो कुरामा गर्व गर्दछौँ प्रभु, आज यस मरुभूमिको देश कुवेतको भाषा यो नेपाली क्रिस्चियन चर्च मण्डली परिवारमा प्रभु हाम्रो नेपालको विभिन्न ठाउँबाट प्रभु एकत्र गरिकन यस भूमि ल्याउनु भयो अनि यस भूमिमा आएर नेपाली भाषाको मण्डली तपाईँले स्थापना गर्नुभयो। अनि मण्डलीमा प्रभु आज तपाईँको छोरा हाम्रो विक्रम, हाम्रो कुमार र बहिनी, हाम्रो नानी नानु तामाङको बिचमा प्रभु आज यो तपाईँ पवित्र विवाहमा बाँधिनु भएको छ। तपाईँ प्रार्थना गर्छौँ उहाँको दम्पति जीवनमा स्वर्गको झाडोको खनिकन उहाँले खाँदी आश दिनुहोस्, ज्ञान दिनुहोस्, बुद्धि दिनुहोस्, सुरक्षा दिनुहोस्, हर प्रकार शक्ति सामर्थ्यले प्रभु तपाईँको छोराछोरी प्रभु अगाडि बढाउन प्रार्थना गर्छौँ। अनि आजबाट प्रभु उहाँको दैनिक जीवनमा हाम्रो भाइ र बहिनी उनीहरू एक्लो होइन, अब उनीहरू एक छन्। जब उनीहरू दुई थिए अब एक भएको छन्। प्रभु उनीहरू आर्थिक क्षेत्रमा, भौतिक क्षेत्रमा, आत्मिक क्षेत्रमा, शारीरिक क्षेत्रमा मण्डलीको एउटा असल परिवारको एउटा क्षेत्रमा एउटा नमुना भएर प्रभु आज उठ्नको लागि तपाईँ साथ दिनुहोस्। प्रभु तपाईँलाई आशिष दिनुहोस् उहाँहरूको दैनिक जीवनमा, उहाँहरूको परिवारमा, अनि यस परिवारबाट यस मण्डलीको लागि एउटा असल एउटा नमुना बनेर प्रभु आज विवाह नगरेका जवान भाइ बहिनीको पनि प्रभु एउटा नमुना बनेर प्रभु अगाडि बढ्न सकोस् प्रार्थना गर्छौँ। प्रभु यीशु उहाँहरूको दैनिक जीवनमा अनि प्रशस्त आशिष दिनुहोस् प्रभु। अनि आजबाट प्रभु उहाँहरू दुवै आज एकसाथ श्रीमान र श्रीमती अथवा पति पत्नीको बिचमा भएर आज परिवार हुनुभएको छ। अनि यस परिवारले प्रभु तपाईँको अनुग्रहले ढाक्नुहोस्, आशिषले ढाक्नुहोस्, आशिषले भरिपूर्ण गर्नुहोस्, सुरक्षित दिनुहोस्। अनि कुनै प्रकारको विघ्न बाद यो भाइ र बहिनीको जीवनमा नभएको होस्। उहाँको हरेक घटीकमा प्रस्तुत गरेर आश दिनुहोस्। उहाँको दम्पति परिवारले प्रभास दिनुहोस्। आज जसरी इजरायल जातिले दिनमा बादल रातमा आगोको खम्बा बनाएर तपाईँले प्रतिज्ञा गरेको देशमा डोरे लानुभयो, जबसम्म तपाईँ हामीलाई लिन आउनुहुन्न तबसम्म यी भाइ र बहिनीको सम्बन्ध कहिले टुट्ने छैन। अनि प्रभु यो भाइ र बहिनी प्रस्तुत तपाईँलाई आश दिनुहुन्छ। अब उनीहरू एक होइन, अब उनीहरू एउटा दुई होइन, अब एक भएको छन् परिवार भएर प्रभु यस मण्डली प्रति कसरी एउटा असल नमुना भएर जिउने भन्ने भएर प्रभु तपाईँ शक्तिशाली तपाईँ छोराछोरी र आशिष परिवर्तन। धन्यवाद। नयाँ दम्पति पर तपाईँको हातमा राख्दै यो सम्पूर्ण आशिष रहन चाहन्छ प्रभुको नाममा आमेन। हुन्छ ल उठिदिनुहोस् ल। धन्यवाद। उठिदिनुहोस् ल, फेरि कोसेर बसिदिनुहोस् ल फेरि। हुन्छ हुन्छ हाम्रो भाइ विक्रम कुमार अनि हाम्रो बहिनी नानु तामाङ बिच नेपाली क्रिस्चियन मण्डलीमा प्रभुको उपस्थितिमा भवनमा उहाँहरूको पवित्र विवाह अनि सम्पन्न भएको छ। अनि उहाँहरूको यस दम्पति जीवन हामी सम्पूर्ण मण्डली परिवार मिलेर उहाँले हामी प्रार्थनासहित उहाँले उचाल्नेछौँ, क्रिस्टको प्रेममा उहाँले डोर्याउनेछौँ, नम्रतामा, धैर्यतामा, विश्वासतामा उहाँको जीवन आशिषमय होस् भनेर उहाँसँग के छ हामी प्रार्थना गर्नेछौँ। आमेन।